सो हेलो गाइज, वेलकम बैक टु माई न्यू भिडियो है। आज चाहिँ हामी चाहिँ उता बाइक साइक निकालेर हामी लेक साइडतिर फिसिङ गर्न जान लागेको। त्यही हो, उता फिसिङ गरेको भिडियो गर्नुपर्छ होइन। फर्स्ट टाइम जिन्दगीमा फर्स्ट टाइम फिसिङ गर्न हिँडेको होइन लेक साइडतिर। यो उता बाइक स्टार्ट गर्दैछौँ, स्टार्टै भइरहेको छैन। अब यस्तै हो होइन। अहिले चाहिँ हामी लेक साइड जानलाई रेडी भएको है। ऊ चाहिँ उता बाइक स्टार्ट गरेर यसो चलाउँछु भनेर लिएर गएको छ होइन। यस्तो त्यही हो, पानी पर्नु लागेको छ, यस्तो पुरै अँधेरै छ होइन। त्यही पनि जाम्न होइन, यस्तो भ्लग स्लग नि बन्छ होइन। धेरै भयो थियो भिडियो नबनाएको, त्यही भएर यसो लेक साइडतिर गएर फिसिङ गरिदिनलाई यसो फिसिङ गरिदिउँ भनेर कि। त्यही हो, आइसक्यो, अब जानुपर्छ होइन, गइहाल्ने अब। गाइस फाइनली हामी यता लेक साइड आइसक्यो है, वाटरफ्रन्टनिर त भ्लग गर्दै गयो दाइ। यस्तो ठ्याक्क यहाँ त फिसिङ गर्ने भनेर आइदिएको है। यो नालीमा त माछा पर्छ कि भनेर यहाँ हान्नु पऱ्यो होइन। यता अघि भर्खर गडौला खोतालेर ल्याएर आएको यो बोतलमा छ। यता जुत्ता मोजा यतै छ होइन, रुजेर अघि खोलाबाट। मैले त्यो डुब्ने उनी नहालेको रहेछ त। अनि खै किन डुबेन किन हल्का भयो भनेको त सिसा के अर्को त्यही रहेछ। फाइनली गाइस फर्स्ट माछा है, एउटा परेको छ। सेकेन्ड वान नसिब भएन कि यस्तो निकाल्दैन बत्तीलाई। जी हामी फिसिङ गर्दै हो यहाँ होइन। यो साइडमा हाम्रो 3टा माछा परिसकेको छ। तिनवटा हो यो, 3टा माछा मारिसकेको छ होइन। यहाँ वेदर नि यस्तो छ, कालै छ, यस्तो पानी नपर्दियो हुन्थ्यो भनेको होइन। त्यही हो, यसो हेर पानी परेपछि त भागिहाल्नु पऱ्यो, नत्र यहीँ फिसिङ गर्नु हुन्थ्यो मजाले भनेको। यस्तो छ है। गाइस फाइनली यहाँ पानी पर्यो है, यस्तो थोपा पानी परेर हिँडेको। यसो यतातिर बस्नु रुक न, यो टिप न, म भिडियो बनाउँछु कि। म यति माछा पर्यो होइन, त्यो पानी पर्यो कि, त्यही भएर यसो यता त्यहाँ गएर बस्छु म एकछिन, फेरि गर्नु पर्ला होइन। माछै परेन कि अहिले, त्यही भएर होइन। यता ओ कसम भन्नै लोडिरह्यो यार जुत्तामा यार। ल माछा उतालेर जाँदै म चाहिँ जुत्ता र हेलमेट बोक्दै हिँडिरहेको छु होइन। त्यही हो, यस्तो हिलो छ होइन। अब ल अब यहाँ ढुङ्गा हान्न लागेको। लङ यसो ढुङ्गा हालेर ढुङ्गा होइन बल्छी हान्न लागेको है। बल्छीमा ढुङ्गा हालेर
मात्रै आयो नि त त्यो मात्रै भयो गाइस अब फाइनली हामी चाहिँ यहाँ फिसिङ पुरै माछा पर्नै छोड्यो होइन त्यही भएर अब बेलुका नि भयो गरी हातमा जुत्ता हेलमेट लिएर सामान लिएर उता माछा गाइस फाइनली फिसिङ गरेर आइसक्यो है त्यहाँ गाइस फाइनली यहाँ माछा साछा मारेर आइसक्यो है खोइ मासु देखाइदेऊ न तिमीहरू हामीले यति छ माछा चाहिँ है त्यही हो अब यो माछा साछा फ्राई हानेर खानुपर्छ त्यति हो आजको दिन यत्तिकै फिसिङ गर्दै बित्यो होइन त्यही हो ल भिडियोलाई यहाँ इन गरिदिउँ होला होइन ए कस्तो बोलेन आएको यार अहिले त भिडियोलाई यहाँ इन गरिदिउँ होला होइन बाई बाई टेक केयर लभ यु अल च्यानललाई लाइक सेयर एन्ड सब्सक्राइब गर्नु होला है यति भन्दा बिदा भयो म कस्तो यति भयो बिदा यति हुँदै बिदा भयो म तिम्रो लागि फिदा भयो म यो भिडियो हेर्नेलाई है टाइम छैन मुजी भन्दै बिदा भयो म हजुर ल राख्थेँ मैले ल यति हो ल